साँच्चै के बजारमा अहिले ग्यासको यस्तो विधि चरम अभाव भएको अवस्था हो र? यो अहिलेको परिस्थितिमा हेर्ने भने चरम अभाव भएको होइन। ग्यास चाहिँ अब त आइ नै रहेका छन्। अब कहिलेकाहीँ चाहिँ बाटोको कठिनाइले, जस्तै मुगलिनको कठिनाइ छ होइन, मुगलिनमा बाटो ब्लक हुन्छ। अनि कहिले चाहिँ यो अहिले बर्खा टाइम भएर बिच बाटोहरूमा पनि अलिकति कठिनाइ छ। त्यो कारणले अलिकति डिस्टर्ब भएको हुनसक्छ। तर ग्यासको चाहिँ असहज, ग्यास नपुग्दो चाहिँ छैन। नेपाल आयल निगमले पनि ग्यास पर्याप्त मात्रामा उठा भनेकै छ होइन। अब हामीले पनि पर्याप्त मात्रामा दैनिकै यहाँबाट ग्यास सप्लाई गरिरहेको छ। अब हामीहरूको चाहिँ सिराम ग्यास कति ग्यास चाहिँ तपाईँहरूको चाहिँ डिपोमा गइरहेको हुन्छ दैनिक जसो? हाम्रो चाहिँ हजुरको लगभग 3192 जस फुल फेजमा जाने हो नि 3192। अब गाडीहरूको प्रब्लम यताउता भयो नि त्योभन्दा अलिकति 600, हाम्रो एउटा गाडीले 600 देखि 645सम्म बोक्छ। नभए त्यो कम हुन्छ। नभए हाम्रो दैनिकै 3100-3500 काठमाडौँ मात्रै पठाउने कि छ। अनि हाम्रो डिपोमा पठाउँछौँ। त्यसमा चाहिँ हाम्रो गोदाम भनौँ अब त्यसलाई होइन, त्यहाँ गएर चाहिँ हाम्रो बस्छ। अनि त्यसपछि हाम्रो चाहिँ अब सम्पूर्ण हाम्रो चाहिँ अब डिलरसिपहरूलाई चाहिँ बाँड्ने गरिएको छ। र त्यसको अभाव भए पनि हाम्रो डिलरसिपहरूले चाहिँ राम्रो तरिकाले चाहिँ मिलाएर अब जस्तै अब क्यूमा राखिदिनु भएको छ। त्यो अनुसारको चाहिँ पुग्छ ग्यास। त्यति एउटा चाहिँ अब ग्राहकहरू अब आफूले त देखिएको छैन, ग्राहकहरूमा पनि अब यो अलिकति चाहिँ हिजो 7.1 थियो, आज 14.2 भएको छ। फेरि अब 7.1 र 14.2 नै बन्द हुन्छ। अब त्यो अझै सरल भाषामा भन्नु पर्दाखेरि आधा सिलिन्डर मात्रै पहिला पाइन्थ्यो 7.1 भन्नाले चाहिँ होइन, अहिले 14.2 भनेको चाहिँ फुल सिलिन्डर चाहिँ ग्यास पाइन्थ्यो। पछि नपाइने भएर डम गरिरहेको हो कि व्यक्तिहरूले नै भन्ने लाग्छ। नत्र यही क्वान्टिटीको आधारले जाँदा हिजो सहजक भएको बेलामा चाहिँ पर्याप्त मात्रामा पुगेको छ। अब त्योभन्दा पनि बढी ग्यासहरू आइरहेको छ र सप्लाई पनि भइरहेको छ।